ओए बाटो त छैन यहाँ त तिमीहरु धेरै ढिला गरे त्यही भएर हामी के बनाउने होला तिम्रो कसरी हैन तिमीहरु अब हामी कौन है ये लोग कहां से आते हैं गरेको हुन्छ सो म यहाँबाट चाहिँ हिँड्न लाएँ होइन कोरियाबाट अनि भर्खर मम्मीले मलाई छोडिदिनु भयो आजको हाम्रो यात्रा भनेको चाहिँ पाल्पासम्म हुनेछ बिहानको 7:30 भयो 8 बजे बस पुग्ने भनेको यो पाराले त खै के होला लेट्स सी है त के हुन्छ होइन बिहानको कस्तो घाम लागेको छ सक्नुहुन्छ बिहान घाम लागेको छ बिसाइसकेकी छिन् हामी चाहिँ बुटल बस फर्काइसक्यो अब हामी बस पार्कतिर जाँदैछौँ हल्का के अरे के भन्छ त्यसलाई फिट चेक गरिहालौँ के गरिन्छ न फिट चेक बिसाएको है अलिकति जाउँ न बस पार्किङ हो हजुरले देख्न सक्नुहुन्छ सबै साथीहरू आउँछन् अनि त्यसपछि जाने होला कतै बस स्टेसनतिर बसौँ न त्यो सिर्जना हिँड्किने पहिला फोन हानौँ न पहिला राख त ब्लग बन्द गर तिमीले हान क्या उठाउनु तिमीले त बाटोमा त नबस्नु अब हामी त्यो पुलमा जाऊँ पहिला के कस्तो यस्तो खतरा त के बिबिसाले भन्नु त गाइज बुटोल हेर्न सक्नुहुन्छ खतरा देखियो यार भुड्किचोक हामी यताबाट आएको यो भनेको भैरवतिरबाट आउने ठाउँ हो यो भनेको पाल्पातिर ठोकैला यार खै कति बेरको नि यहाँ पनि थाहा छैन बल्ल बल्ल 9 बजिसक्यो घरबाट 7:30 बजे हिँडेको अब ल गाडी जाला जस्तो रहेछ बाहिर गाइस गाई डाँडा भन्ने ठाउँमा आइसकेको छौँ शीतल फार्म जाने हो अब हामी शीतल फार्मतिर लाग्छौँ कस्तै हिँड्ने बाटो यता यता त्यहाँ वेलकम लेखेको छ आउँदै सिर्जना बाइक गाडी हेरेर गाइस पहाडमा नि हिँड्यो यताबाट गयो भने नछाडिकन सेङ्जातिर जान्छ उही तर म त सकिनँ यार ए तिम्रो त मजा यो नर्मल पार्क हुन्छ दौडियो काम छैन त्यत्रो तल लिन आऊ भनेको नआउने थ्याङ्क यू सो मच धन्यवाद भाग्य नेपाली नै हो तिमी त कताबाट हो यहीबाट हो यताबाट 2 घन्टा लाग्यो यार 9 बजी हिँडेको हामी होइन 9 बजी हो ठ्याक्कै 9 देखि 10 10 देखि 11 लिचीको रुख धन्न मेरो साथी छ नि मेरो साथी सतीक्षाले अब हामीले जता जता लान्छौँ हामी त्यति हो गाइस ओइ कस्तो राम्रो फुल यार हाम्रो के शीतल फार्मको कता जाँदैछौँ हाम्रो रुम कता छ
गाइस हाम्रो रुमतिर जाँदैछ फेरि बाहिर ल्याउँछ है ल गाइज ल शीतल फार्मको भ्यूसँगै म अब चाहिँ नि के गर्छु भन्दा यो हाम्रो रुम टुर दिन्छु होइन लेट्स गेट इनसाइड के बोल्यो यार मेरो इङ्ग्लिस आउँदा बित्तिकै यु क्यान सी मेस गिटार बजाउन एक्सपर्ट सृजना सुवेदी दिस इज मी अरू त केही छैन एउटा बेड होइन त्यहाँ दुईवटा तिनवटा तिनवटा धेरै ढिला गरेँ त्यही भएर बन्द गर्दै गयो आऊ के छिटो नाइ छिहरू त इस हामी भर्खर रुम घर आइसक्यौँ अब हामी जाँदैछौँ खाना खान सो यो कुरो यसो गर्छ के खुला नाइ बोला यार भोइस ओभर देऊ भिडियो चाहिँ बनाऊ सो गाइस खाना यही थियो हामीले खाएर भइसक्यो हामी दुईजना भेजिटेरियन अरू छन् नन भेजिटेरियन बुक्कडहरू खाइरहेको छन् यहाँ छ हाम्रो मोमो भेजिटेरियनको लागि भनेर यो हो चटनी अनि अलिक हामीले के खाएको यो थियो मसरुम यो थियो के भन्छ चिउरा बटुक देयर्स भ्यू हेर्दै खानु होला ए भट्टा माथितिर हिँडेको होटेलबाट पुगिन्छ थाहा होइन यत्तिकै फ्रेस हुनको लागि हेलो बिर्साको मुड अफ भइसकेको छ गाइस कस्तो बाटो हुँदै आयो लास्टै ओइ बाटो त छैन यहाँ त सो हामी तानसेन श्रीनगर आइसकेको छौँ हिमाल देखेको छ मस्त हेर्न सक्नुहुन्छ मार्दै जाने भनेको यस्तो मान्छेको हालतले यस्तो मान्छे कहाँ मार्दै जान्छ होला पल्टेर के अरे के भन्छ अरे लपसा के भन्छ अरे कि लत्रा लम्पसार पऱ्यो गाइज यु वान सी द भ्यू त्यो मोबाइलले राम्रोसँग खिचेन होइन ए वाउ हेर न कहाँबाट देखेँ हिमाली हेलो बेबिसा राम्रै यो हो पुल यो केही छैन यार के चल्ने हो र ए त्यसै बोल्यो भने किन डराउनु दिन्छ भनेर दिउँसोमै दिउँसोमै डराउनु दिन्छ बस छुटेको नि याद छ कि पानी पछि आयो भने राफ्टिङ गर्दा हाम्रो बस छुटेको नि यहाँ हेर ओइ दामी यो कति पहिला जोस पेन्ट गरेको होला कि पेन्टै नगरेको अहिलेसम्म ए यो पाल्पा दरबार है शिव मन्दिर offers a going together for a lifetime. Sorry, I do not have any type of relationship. Till now. यस्तो पुरानो ऐतिहासिक कति वर्ष पुरानो होला यो
यहाँ हेर्नु लगाएर रानीमा लगाएर केही नभइदा पनि एउटा रिलिफ हुन्छ नि होइन। माथि छ नि अझै राम्रो। सो हामी एउटा कुना जाने है आज रानी महलको। यहाँ पनि सेनापतिहरू बस्नुहुन्थ्यो होला। यहाँ पनि हेर्न सक्नुहुन्छ कति पुरानो स्ट्रक्चर। ओ यही काठको रहेछ यहाँ यस्तो। ओ यहाँ हेर न खुले आम कस्तो डर लाग्दो हो। Oi, itu खोला भोलिन्छ यार। ओइ यता त नहो यार। ओइ पोखरी हेर्न सक्नुहुन्छ यार। मलको भित्र जाँदैछौँ। यो प्रवेशद्वार। ओइ ढोका खोला दुईटीले नै। ओके यो थियो राजाहरूको ठाउँ, कोठामा जाने ठाउँ। ओके रानीको कक्ष भनेको रानीको कोठा। आऊ यस्तो राम्रो हो भाइ होइन। ओइ राजा र रानी। राजाको त नाम जनरल खड्ग शमशेर राणा आइज। जनरल। रानीको नाम तेजकुमारी राणा अरे। सरी होइन त अशोक भनेले त बनाएको हो यो फोटो। ओके वहाँ तल है। ओके जर्नेल खड्ग शमशेर। हाँ भएन। ए अब जाम माथि। त्यो सबै काठै यो। वाउ हेर न लेआउट स्ट्रक्चर है कस्तो दामी छ। त्यो कति चिज सङ्ग्रहालय फोटो खिच्न मनाइ छ अरे। यो त बाहिरको ब्रन्डा के भन्छ बाल्कनी।